समस्या अब गर्ने के त घरमा बसेर मोबाइल चलाएर मात्रै भएन, घरमा फाल्तु गफ गरेर मात्रै भएन, कुरा काटेर पनि भएन। यहाँ हेर्नुहोस् त कति राम्रो सिस्टम बनाएको छ। अहिले हामी पङ्खामुनि छौँ, अफिसमा छौँ, यहाँ आउँदाखेरि तपाईँलाई के पैसा लाग्यो? लागेन। ट्रेनिङको लागि कसैले पैसा लियो? लिएन। फेरि हो नि यहाँ उत्पादनहरू रेडी छन्। हाम्रो गोपाल सरले तपाईँलाई सर्भिस दिइरहनु भएको छ। अब तपाईँको एउटा आइडी तपाईँलाई सब अलिकति पुरानो हुन्छ, तपाईँलाई पक्कै थाहा छँदैछ। तपाईँको एउटा यहाँ आइडी होल्ड गर्नुभएको छ। त्यो आइडीबाट तपाईँले आफ्नो पर्सनल पिबी त गरिरहनु भएको होला। तपाईँको क्वालिफिकेसनको लागि अर्को महिनालाई तपाईँ तयार पक्कै हुनुहुन्छ र तपाईँको टिममा पनि साथीभाइहरू हुनुहुन्छ भने उहाँलाई पनि तपाईँले जसरी पिबी गर्नुहुन्छ त्यसरी उहाँलाई पनि गर्न सिकाउने एउटा त्यो भयो सिचुएसन है। अब त्यसलाई समयको सदुपयोग गरौँ भन्न खोजेको है। खासमा चाहिँ प्रोडक्टतिर म फेरि एकछिनमा जान्छु। खासमा हामीले समयलाई चाहिँ कहाँ किल गरिरहेका छौँ, कहाँ मारिरहेका छौँ, त्यो समयको एनर्जी हामीले कहाँनिर हामीले त्यसको प्रोडक्टिभिटी हामीले फाइदा कहाँ लिइरहेका छौँ। यदि समयलाई हामीले खेर फ्याँसिरहेका छौँ भने हाम्रो जीवन व्यर्थै त्यतिकै गइरहेको छ होइन कि त। जस्तै हाम्रो